सहकारी ठगीको आरोपमा थुनामा रहेका रवि लामिछानेको मुद्दामा एउटा एकदमै ठूलो र नाटकीय मोड आएको छ। उच्च अदालतले उहाँलाई केही शर्तहरूसहित रिहा गर्न आदेश दिएको छ। आज हामी यही फैसलाको गहिराईमा पुग्नेछौँ। आखिर यो निर्णय कसरी भयो, यसको वास्तविक अर्थ के हो र यसले भविष्यका लागि के सङ्केत गर्छ? ल सबैभन्दा पहिले त मुख्य खबर नै सुनौ। सहकारी ठगीको आरोपमा पूर्वपक्षका लागि थुनामा रहेका रवि लामिछाने अब थुना बाहिर आउने बाटो खुलेको छ। तर ख्याल गर्नुपर्ने कुरा के छ भने यो पूर्ण रिहाई भने होइन। अदालतले उहाँलाई केही कडा शर्तहरू मानेर मात्र थुना बाहिरबाट मुद्दा लड्ने अनुमति दिएको हो। त्यसो भए जिल्ला अदालतले थुनामै राख्ने भनेको निर्णयलाई उच्च अदालतले कसरी उल्ट्यायो त? कुन आधारमा यो ठूलो फैसला आयो? आउनुहोस् पहिलो खण्डमा यही अदालतको फैसलालाई अलि नजिकबाट निहालौं। यो निर्णय आएको उच्च अदालत तुलसीपुरको बुटवल इजलासबाट। त्यहाँ न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले रूपन्देही जिल्ला अदालतको पुरानो आदेशलाई बदर गरिदिएको छ। रिहाईका लागि राखिएको शर्तहरूमध्येको एउटा शर्त हो यो 1 करोड रुपैयाँ धरौटी। खासमा यो रकम सुरुमा जिल्ला अदालतले नै तोकेको थियो। उच्च अदालतले पनि यो धरौटीको निर्णयलाई चाहिँ सदर गरेको छ। तर 1 करोड धरौटी भन्दा पनि यो मुद्दामा गेम चेन्जर बनेको रकम हो। यो 2 करोड 74,84,000 रुपैयाँ। यो भनेको अभियोगमा दाबी गरिएको कुल बिगो बराबरको रकम हो, जसको ब्याङ्क जमानत लामिछानेले पेश गर्नुभयो र यही जमानत नै उहाँको रिहाईको सबैभन्दा बलियो आधार बन्यो। तर यहाँसम्म आइपुग्नुभन्दा पहिले अलिकति पछाडि फर्किएर हेरौँ। जिल्ला अदालतले सुरुमा उहाँलाई थुनामै राख्ने निर्णय किन गरेको थियो? त्यो कारण नबुझी उच्च अदालतको फैसलाको महत्त्व ठ्याक्कै बुझिँदैन। त्यसअघि यो कानुनी शब्दलाई थोरै बुझिहालौँ। पूर्वपक्षका लागि थुना, यसको सोझो अर्थ हो मुद्दाको अन्तिम फैसला नआउन्जेल अभियुक्तलाई जेलमै मतलब हिरासतमा राखेर अनुसन्धान र सुनवाई अघि बढाउने प्रक्रिया। लामिछाने यही आदेशअनुसार थुनामा हुनुहुन्थ्यो। जिल्ला अदालतको तर्क के थियो भने यो ठगीमा 2 जना प्रतिवादी छन्, रवि लामिछाने र छविलाल जोशी। तर कसको व्यक्तिगत जिम्मेवारी कति हो त्यो स्पष्ट छैन। मतलब कसको भागमा कति बिगो पर्छ भन्ने यकिन नभएकोले दुवैलाई धरौटीमा छोड्न मिल्दैन, थुनामै राख्नुपर्छ भन्ने उसको ठहर थियो। तर जब यो मुद्दा उच्च अदालत पुग्यो, त्यहाँका न्यायाधीशहरूले यसलाई अलि फरक कोणबाट हेरे र यही दृष्टिकोणको भिन्नताले गर्दा मुद्दाले पुरै नयाँ मोड लियो। अब सबैभन्दा महत्त्वपूर्ण प्रश्न नै यही हो, जिल्ला अदालतको तर्कलाई काट्ने गरी उच्च अदालतले त्यस्तो के आधार देख्यो जसले यो निर्णयलाई नै उल्ट्याइदियो? यो स्लाइडमा देखाइएको वाक्य नै उच्च अदालतको फैसलाको मुट्टु हो। अदालतले के भन्यो भने बचतकर्ताको रकम सुनिश्चितता नै पहिलो प्राथमिकता देखिन्छ। यसको अर्थ अभियुक्तलाई थुनामा राख्नुभन्दा पनि पीडितको पैसा डुब्न नदिनु ठूलो कुरा हो। जब लामिछानेले बिगो बराबरकै ब्याङ्क जमानत दिए, अदालतलाई के विश्वास भयो भने ल अब पीडितको पैसा सुरक्षित छ। तर फेरि पनि यो रिहाई त्यत्तिकै भएको होइन। अदालतले 5 वटा स्पष्ट शर्तहरू तोकेको छ। अब ती शर्तहरू के हुन् एक एक गरेर हेरौँ है त। यी 5 शर्तहरूलाई हेरौँ है। पहिलो 2 शर्त त पैसासँग सम्बन्धित छन्। 1 करोड धरौटी र बिगो बराबरको ब्याङ्क जमानत। यसले पीडितको रकम सुरक्षित गर्छ। तेस्रो शर्तले उहाँलाई विदेश जानुअघि अदालतलाई खबर गर्नुपर्छ ताकि उहाँ मुद्दाबाट भाग्न नपाउनुहोस्। चौथो शर्त भविष्यको लागि हो। यदि अन्तिम फैसलामा थप रकम तिर्नुपर्ने भयो भने त्यसको लागि पनि उहाँले लिखित मन्जुरी दिनुपर्छ र यी सबै पूरा भएपछि मात्र जिल्ला अदालतको पुरानो थुना आदेश स्वतः खारेज हुन्छ। तर यही कथामा एउटा अर्को पाटो पनि छ। यही मुद्दाका अर्का प्रतिवादी छविलाल जोशी, उहाँ भने अझै थुनामै हुनुहुन्छ। एउटै मुद्दा, एउटै आरोप, तर परिणाम किन फरक आयो त? यसको कारण कानुनी प्रक्रियाको जटिलतामा लुकेको रहेछ। जस्तो कि यो स्लाइडले देखाउँछ, लामिछानेको निवेदन प्रक्रियागत रूपमा मतलब रीतपूर्वक पेश भएको थियो। तर जोशीको निवेदनमा केही प्रक्रियागत त्रुटि भेटिएपछि अदालतले त्यसलाई स्वीकार गरेन। यो उहाँ दोषी वा निर्दोष भएर होइन, केवल निवेदन दिने प्रक्रिया नमिलेर मात्रै भएको हो। तर कानुनका जानकारहरू के भन्छन् भने जोशीका लागि पनि बाटो बन्द भइसकेको छैन। यदि उहाँले पनि प्रक्रिया मिलाएर आवश्यक प्रमाणसहित फेरि निवेदन दिनुभयो भने उहाँको हकमा पनि यस्तै किसिमको आदेश आउने सम्भावना एकदमै बलियो छ। अब अन्तिम र सबैभन्दा महत्त्वपूर्ण खण्डमा जाउँ। यो फैसलापछि अब के हुन्छ, यसले के फरक पार्छ? सबैभन्दा महत्त्वपूर्ण कुरा
यो बुझ्न जरुरी छ कि रिहा हुनु भनेको निर्दोष साबित हुनु पटक्कै होइन। यो सफाई होइन, केवल मुद्दाको अन्तिम टुङ्गो नलागुन्जेल थुना बाहिर बसेर लड्न दिएको एउटा अनुमति मात्र हो। मुख्य मुद्दाको सुनवाई त अब बल्ल जिल्ला अदालतमा अगाडि बढ्छ। र अन्त्यमा एउटा विचारणीय प्रश्न पनि छ। अभियुक्तलाई थुनामा राख्नुभन्दा पीडितको पैसा सुरक्षित गर्न आर्थिक जमानतलाई प्राथमिकता दिने उच्च अदालतको यो दृष्टिकोणले भविष्यमा हुने आर्थिक अपराध सम्बन्धी मुद्दाहरूमा कस्तो प्रभाव पार्ला? के यो एउटा नयाँ र महत्त्वपूर्ण कानुनी नजिर बन्न लागेको हो? यसको जवाफ त सायद भविष्यले नै देला।